नमस्ते सबैजनालाई। आज म 3-4 वटा पेस्ट्री बनाउन गइरहेको छु, जसमध्ये एउटा छ बटरस्कच, अर्को पाइनएप्पल, अर्को चाहिँ ब्ल्याक फरेस्ट, अन्त अर्को चकलेट पर्यो। सो फर्स्ट अफ अल म बटरस्कच बनाउन गइरहेको छु। बटरस्कचमा त्यस्तै हो, 3टा लेयरमा म बेसलाई कटिङ गर्छु, अन्तखेरि बटरस्कच क्रस हाल्छु। त्यसरी नै अर्को पनि पाइनएप्पल पनि त्यही हो, बटरस्कच क्रस हालेर चको चिप्स हालेर 3टा लेयरमा कटिङ गरेर यसलाई पनि हामी राख्छु। अन्त यो क्रस चाहिँ म पहिला चाहिँ यसलाई चाहिँ बाक्लै हुन्छ। यो क्रस त्यो बाक्लो भएको कारणले चाहिँ पहिला म यसलाई यसको भित्र चाहिँ म यो बाक्लै क्रस हाल्छु, अन्त बाहिरबाट चाहिँ यो क्रसलाई चाहिँ म अलिकति लिक्विड टाइपको बनाउँछु। यसलाई चाहिँ म मिक्सीमा हालेर, किनभने यो बाक्लो क्रस हाल्यो भने चाहिँ तपाईँको फिनिसिङ राम्रो देख्दैन पेस्ट्रीमा या केकमा पनि कुनै पनि। त्यसै कारण तपाईँहरूले पनि यो क्रसलाई चाहिँ एकपल्ट अब मिक्सीमा हाल्नुहोस्, तपाईँहरूले मिक्सी चलाइदिनुहोस्। अन्त अलिकति पातला हुन्छ क्या, त्यो चाहिँ पातला भयो भने चाहिँ तपाईँहरू सजिलोसँग एकदम मजाले माथिबाट फिनिसिङ गर्न सक्नुहुन्छ। अन्त ब्ल्याक फरेस्टमा त परेन क्रस, चाहिँ चेरी पऱ्यो। अब तपाईँको ब्ल्याक चको चिप्स चाहियो। अन्त त्यसरी नै अब मैले सुगर सिरपहरू पहिले नै हालेर राखेको हुन्छु स्पन्जमा। अन्त आज चाहिँ मेरो 3-4 वटा 4-5 वटा 4टा चाहिँ भनौँ 5 वटा त्यो पेस्ट्री हो। यो अलिक टाइम त लाग्छ, तपाईँहरूलाई मैले अलिकति स्पिडमा यो भिडियो बनाएको छु। मोटामोटी तपाईँको मलाई त यो पेस्ट्री बनाउँदा झन्डै 1 घन्टामा पनि ज्यादा टाइम त लागेकै थियो, किनभने अब भिडियो पनि साथसाथ बनाउँदै थिएँ, त्यही कारणले पनि हो। अनि मेरो त त्यही हो, अब डेली यो डेली त यस्तै पेस्ट्री नै हुन्छ बेसी जस्तो केक भन्दा त। किनभने पेस्ट्री चाहिँ अब नानीहरू स्टुडेन्टहरू आउँछ, पेस्ट्रीहरू खान्छ नानीहरूले, त्यही कारणले बिहान एकखेप चाहिँ मेरो यो रुटिन बराबर नै हो। किनभने बिहान एकखेप चाहिँ यति धेरै पेस्ट्री चाहिँ बनाउनै पर्छ मैले, धेरै पनि के भन्नु, जस्तै 8 वटा म 8 पिस निकाल्छु एउटा पेस्ट्रीबाट। 8 × 40 50 वटा जस्तो पेस्ट्री चाहिँ बनाउनै पर्छ सबै गरेर। 50 वटामा अब तपाईँको कोही कतिवटा बिक्री हुन्छ, त्यो हिसाबले भोलिपल्ट फेरि यो फ्लेभरको सक्यो भने अर्को फ्लेभरमा बनायो। आज मैले बटरस्कच बनायो भने अब बटरस्कच भोलि अब अलिक बिक्री भएन भने त्यसलाई राखेर पर्सिको दिन फेरि त्यसलाई भोलिको दिन फेरि स्ट्रबेरी बनायो, या सक्यो भने फेरि त्यही बनायो। र आज चाहिँ मेरो चाहिँ स्ट्रबेरी र तपाईँको भेनिलाहरू पनि थियो, त्यही कारणले मैले स्ट्रबेरी बनाइन, भेनिला बनाइन। बनाउनु त थुप्रै छ, चको भेनिला पनि बनाउनुपर्छ, कोही बेला स्विस रोलै बनाउनुपर्छ, कप केकै बनाउनुपर्छ। आज चाहिँ मेरो चाहिँ चकलेट, ब्ल्याक फरेस्ट, बटरस्कच र पाइनएप्पल बनाउनु पर्यो। अन्तखेरि अब पानी झरीमा त्यति साह्रो पनि बिक्री हुनु छोडेको हुन्छ, त्यही कारणले अहिले कम्ती नै बनाउनु पर्यो। अब रेनी सिजनमा चाहिँ विशेष त अब मान्छेहरू घरबाट निक्लिँदैन, बजार पनि कम्ती नै आएको हुन्छ मान्छेहरू, त्यही कारणले अलिकति सेल डाउनै हुन्छ। त्यही कारणले कम्ती पनि बनाउनु पर्छ, ज्यादा बनाएर पनि भएन फेरि है, बिग्रिन्छ। एक्सपायर डेट यसको 3 दिनदेखि बेसी राख्न सक्दैन, किनभने अब यसको एक्सपायर डेट 3 दिनदेखि हामी त बेसी चलाउँदैन। 3 दिन चाहिँ ज्यादा भयो भने यसलाई हामी रिटर्नमा हालिदिन्छौँ, किनभने हाम्रो दोकान चाहिँ फ्रेन्चाइजी दोकान भएकोले गर्दाखेरि। अन्त यसलाई चाहिँ हामी रिटर्नमा हाल्छौँ, यो पर्चेसमा आएको हुनेले गर्दा सब कुछ पर्चेसमा आएको हुन्छ सबै चिज, त्यही कारणले। र हेर्नु सक्नुहुन्छ म अहिले चाहिँ बटरस्कच र तपाईँले बोल्दै यो बटरस्कच र पाइनएप्पल त यतिकै बनाइसकिहाल्यो। र अहिले घरि चाहिँ यो ब्ल्याक फरेस्ट बनाउँदा चाहिँ मेरो अलिक क्रिम फाटिसकेको रहेछ, अलिक ढिलो भएको कारणले म अलिक ढिलो गरेर चाहिँ क्रिम फाटिसकेको थियो। क्रिम फाट्यो भने केही टेन्सन छैन, ब्ल्याक फरेस्टमा त केही टेन्सनै हुँदैन, किनभने बाहिरबाट त्यसलाई तपाईँको चक्लेटको डस्टले त्यसलाई पुरपार भइहाल्छ, छोपछाप भइहाल्छ, त्यही कारणले ब्ल्याक फरेस्टको त त्यति मेहनत पर्दैन। चक्लेटमा पनि हामी सिम्पलवाला चक्लेट बनाउँछु, बेसी त्यसलाई अब भित्र पनि त्यो चक्लेटमा क्रिममै चक्लेट हालेको हुन्छु, कोही बेला भित्रबाट पनि चक्लेट अलिअलि हालिदिन्छु।
कोही बेला यतिकै क्रिममै चक्लेट हालेको अलरेडी हुन्छ, त्यही कारण त्यसले नै हामीलाई फिनिसिङ गरिदिन्छु। बाहिरबाट अलिअलि चक्लेट गऱ्यो, कोही बेला भित्र पनि चक्लेट हालिदिन्छु, अलिक चक्लेट बेसी। अब केकतिर चाहिँ अब मान्छेले अलिक चक्लेट युज गरिदिन्न भने चाहिँ केक पर्यो। प्योर चक्लेट हो भने चाहिँ यो क्रिम युज हुँदैन, चक्लेटकै मात्रै हाम्रो खेला हुन्छ त्यसमा चाहिँ। त्यो चाहिँ अलिकति महँगै छ, त्यही कारणले यो चाहिँ अब हाम्रो त्यो चक्लेट क्रिममा चक्लेट लगाएको चाहिँ अलिक सस्तै हो। पेस्ट्रीहरू तपाईँतिर कसरी गोटा छ पनि हाम्रोमा चाहिँ तपाईँको 50-60 रुपियाँ 70 रुपियाँ त्यस्तैहरू छ। तपाईँहरूतिर कसरी गोटा छ भनिदिनु होला। र म चाहिँ यो मिनिमम 2 पाउन्डै भनौँ न, 2 पाउन्डकैबाट चाहिँ 8 पिस चाहिँ म निकाल्छु। 8 पिसदेखि 10 पिस पनि निकाल्दा हुन्छ, तर 10 पिसमा चाहिँ अलिक सानो, साह्रै सानो देख्छ, त्यति राम्रो पनि देख्दैन। त्यही कारणले अब फेरि खानेलाई पनि अब साह्रै सानो भयो भन्ला यति रुपियाँमा भनेर चाहिँ म चाहिँ 8 पिसै निकालिदिन्छु। जति सक्दो चाहिँ 8 पिसदेखि कम्ती चाहिँ ज्यादा चाहिँ म गर्दिनँ। कटिङ हेर्नुहोस्, कटिङ मेरो 2 पिस भइहाल्यो, यसले 3 पिस भयो, 3 हेर 4 भयो, 8 पिस भइहाल्यो। यसरी गर्दाखेरि तपाईँको 2 पिस भइहाल्छ। यता गर्दाखेरि 2 पिस 4 पिस 6 7 8 पिस भइहाल्छ। तपाईँ देख्नु सक्नुहुन्छ। तपाईँहरूलाई पनि अब कतिजनालाई जिज्ञासा होला, कतिजनालाई इन्ट्रेस्ट होला केकमा होइन, पेस्ट्रीहरूमा, कतिजनालाई चाहिँ अब मन पराउँछ खानुमै है, कति कुन चाहिँ फ्लेभरको मन पराउनुहुन्छ मलाई भनिदिनु होला, आफ्नो प्रतिक्रिया राखिदिनु होला कमेन्टमा। र तपाईँहरू पनि अब कतिजना घरमै बसेर पनि बनाउनु हुन्छ होला, त्यही कारणले मलाई कतिवटा अब सबैले सोध्नु सक्नुहुन्छ कि यो के गर्नुभएको, कसरी गर्नुभएको। अरे म पनि मेरो पनि तपाईँहरूले देख्नुहोस्, हेर्नुहोस् कि कुनै गल्ती त गरेको छुइनँ भने तपाईँहरूले मलाई पनि भन्नु सक्नुहुन्छ कमेन्टमा। र मैले यो बटरस्कचको माथि डट चाहिँ किन गरेको भन्दा चाहिँ यो पाइपिङको जुन चाहिँ गर्दाखेरि चाहिँ यसमा चाहिँ तपाईँको क्रसले गर्दाखेरि चाहिँ चिप्लिन्छ क्या माथिको, त्यो चिप्लेर चाहिँ त्यो टुप्पो फेरि फुट निक्लेर चाहिँ सर्छ। त्यही कारणले चाहिँ यसलाई चाहिँ डट गरेर यसलाई चाहिँ त्यहाँमाथि गऱ्यो भने चाहिँ तपाईँको यो पाइपिङको चाहिँ सर्दैन, क्रिम चाहिँ सर्दैन यताउता। पाइनएप्पल बटरस्कचमा चाहिँ गर्नु पऱ्यो, अरू ब्ल्याक फरेस्ट चक्लेटतिर चाहिँ परेन उयो गर्नु, किनभने क्रिममा चाहिँ क्रिम त सर्दैन त्यसै कारणले। र म ब्ल्याक फरेस्ट चाहिँ सेतो के गर्नुभएको होला भन्छ होला, म चाहिँ पहिल्यै डस्ट राख्दिनँ, डस्ट चक्लेटको डस्ट लगाउँदिनँ, किनभने कटिङ गर्दाखेरि अलिकति साह्रो पर्छ। त्यही कारणले त्यो पहिला नै डस्ट हालेर कटिङ गर्दा चाहिँ तपाईँको त्यति फिनिसिङ आउँदैन। त्यही कारण बादमा चाहिँ कटिङ गरेर टक्क यसरी डस्ट हालिदियो भने मजाको देखिहाल्छ। हेर्नुहोस् त ब्ल्याक फरेस्ट मेरो उतना त्यति राम्रो फिनिसिङ पनि भएको छैन, साइड स्पन्ज पनि देख्दैछ, तर पनि केही प्रब्लम छैन। ब्ल्याक फरेस्टमा त बाहिरबाट यसलाई डार्क चेक भइहाल्छ सबै चक्लेटले, त्यसै कारणले चाहिँ म त्यति ब्ल्याक फरेस्टमा चाहिँ फिनिसिङ दिँदिनँ। किन अब केकमा त दिनुपर्छ, पेस्ट्रीमा त त्यति साह्रो मिहिनेत परेन, केकमा हो भने चाहिँ अलिकति मिहिनेत चाहिँ गर्नुपर्छ, साह्रै खेलाइ चाहिँ गर्नु भएन। माथिबाट तपाईँहरू चेरी लगाइदिन्छु म चाहिँ चेरी टक्क माथिबाट लगाइदियो भने टक्क मजाको देखिहाल्छ। अन्त पाइनएप्पलमा चाहिँ माथिबाट चाहिँ व्हाइट कम्पाउन्डको डस्ट हालिदिन्छु अलिअलि, खाँदाखेरि अलिक टेस्ट होस् भनेर, यो मेरो आफ्नै तरिकाले माथिबाट। अनि बटरस्कचमा त्यही तपाईँको हेर्न सक्नुहुन्छ। र अरू कुरा त अब के गर्नु, यस्तै हो, काम भनेको काम गर्नै पर्यो, सानो ठुलो भए पनि जस्तै भए पनि आफ्नो हातमा जे सिप्छ त्यहीपट्टि तपाईँहरू जानुहोस्। मलाई चाहिँ निकै इन्ट्रेस्ट लाग्थ्यो पहिल्यैदेखि नै केकमा, त्यसै कारणले म पहिल्यैदेखि नै केकमा इन्ट्रेस्ट भएको कारणले आज यहाँसम्म पुगिसकेको छु। धन्यवाद तपाईँहरूलाई।